द विचेस टेल्स, जहाँ डरले तपाईँलाई पछ्याउँछ अनि कथा कहिल्यै सक्दैन। नमस्कार सबैमा, स्वागत छ तपाईँहरूलाई हाम्रो युट्युब च्यानलमा। आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ होला। खुनी डरले भरिएको कथा, रगतको सिन्दुर। रातको ठिक 12 बजेको थियो। काठमाडौँको आकाशमा कालो बादल मन्डराइरहेको थियो। बिजुली चम्किँदा पुरानो दरबार जस्तो देखिने घर एकछिन उज्यालो हुन्थ्यो अनि फेरि गाढा अँध्यारोमा हराउँथ्यो। त्यो घर धेरै वर्षदेखि खाली थियो। मानिसहरू भन्ने गर्थे त्यो घरमा जो कोही पनि पस्छ जीवित बाहिर निस्किँदैन। आखिर के थियो त त्यो घरको रहस्य? स्मिता र उनका साथीहरू राहुल, प्रीति, अंशु निकै रुचाउँथे एडभेन्चर गर्न। एक दिन उनीहरूले त्यो पुरानो घरमा एकैता रात बिताउने योजना बनाए। डराउना कुरा मात्रै हो, राहुल हाँस्दै भन्यो। भूत प्रेत केही पनि हुँदैन। तर गाउँको बुढापाकाले चेतावनी दिएका थिए, त्यो घरमा एक दुलैको आत्मा बस्छ, जसको सिन्दुर रगतले भरिएको छ। तैपनि तिनीहरूले यो कुरा मानेनन् अनि त्यो घरमा एक रात बिताउन पुगे। रातको 1 बज्दै थियो। घरभित्र चिसो हावा बग्न थाल्यो। सबै झ्याल बन्द थिए, तर पर्दा आफै हल्लिरहेका थिए। अचानक माथिल्लो तल्लाबाट छन 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 पायलको आवाज आयो। प्रीतिको हात काम्न थाल्यो। तिमीहरूले सुन्यौ? सबै चुप थिए। फेरि आवाज आयो, यसबाट अझै नजिकबाट। राहुल साहस देखाउँदै माथि गयो। उनीहरू पनि पछि पछि लागे। माथिल्लो कोठाको ढोका आधा खुल्दै थियो। भित्र पुरानो ऐना थियो, धुलोले ढाकिएको। अचानक ऐनामा एउटा आकृति देखियो। रातो साडी, लामो कपाल, अनुहार छोपिएको, निधारभरि गाढा रातो सिन्दुर। तर त्यो सिन्दुर बगिरहेको थियो, रगत जस्तै। अंशु करायो। सबैले ऐनातिर हेरे, तर अब त्यहाँ केही पनि थिएन। हामीलाई भ्रम भयो, राहुलले भन्यो, तर उसको स्वर काँपिरहेको थियो। त्यही बेला भित्ताभरि रगतले लेखिएको जस्तो देखियो, मलाई न्याय दे। प्रीति त्यो हेरेर बेहोस भई। तलबाट ढोका आफै बन्द भयो। घरभित्र उनीहरू थुनिए। स्मिताले गाउँलेबाट सुनेको थिए दुलैका कथा, अनि उनले त्यो कुरा सम्झी। 20 वर्ष अघि त्यो घरमा माया नामकी युवती बिहे भएर आएको थिइन्। उनको श्रीमान साह्रै शङ्कालु थिए, अत्यन्तै शङ्का गर्थे। एक रात उसले मायामाथि झुटो आरोप लगाएर झडप गरे। रिसको झोकमा उसले मायाको हत्या गरिदिए। उसकै सिन्दुरको बट्टाले उसको टाउको फुटाएर रगत सिन्दुरसँग मिसियो। त्यसपछि त्यो श्रीमान पनि रहस्य रूपमा मृत फेला परे। गाउँलेहरू भन्थे मायाको आत्मा अझै पनि न्याय खोज्दै भौतारिरहेकी छिन्। अचानक कोठाको बत्ती पनि निभ्यो। अँध्यारोमा अचानक कसैले स्मिताको कपाल समात्यो। तिमीहरू पनि धोकेबाज हौ। चिसो स्वर आयो। राहुल करायो। उसको हातमा नङ्ग्राकले गोडारिएको थियो र रगत बगिरहेको थियो। ढोकामा ठक ठक ठकको आवाज आयो। भित्रबाट होइन, तर बाहिरबाट, जसरी कोही बाहिर निस्किन खोज्दैछ। अंशु बजाल्दै ढोका खोल्न गइन्। ढोका खोल्ने बित्तिकै चिसो हावा र कालो छाया भित्र पस्यो। प्रीति होसमा आइन्, तर उसको आँखा सेतो भइसकेको थियो। उसले बिस्तारै भनिन्, म फर्किएँ। प्रीति जुन भर्खरै होसमा आएको थिइन्, उनको शरीरमा अब मायाको आत्मा थियो। उनले राहुललाई समातेर उसको टाउको बेसरी भित्तामा ठोकाल्दिन्। उसको टाउको फुट्यो र त्यही मृत्यु भयो। अंशु भाग्न खोज्दा सिँढीबाट लड्यो, तर उसको घाँटी कसैले नदेखिने हातले मोडिदियो। स्मिता रोइरहेको थिइन्। हामी निर्दोष हौँ, हामीले केही गरेको छैनौँ। दुलैको आत्मा उसको अगाडि प्रकट भयो। उसको अनुहार आधा जलेको, आँखा खाली खडेला जस्तो, सिन्दुर रगत चाहिँ बगिरहेको र ओठमा विचित्र प्रकारको हाँसो। उनले भनिन्, सबै पुरुष एक जस्तै हुन्छ, सबै धोकेबाज हुन्। स्मिताले हिम्मत जुटाइन् अनि भनिन्, हामी तिमीलाई न्याय दिलाउँछौँ, तिम्रो सत्य बाहिर ल्याउँछौ। अचानक आत्मा रोकियो। कोठाभरि शान्ति छायो। भोलिपल्ट बिहान गाउँलेहरूले घरभित्रबाट 3टा लास फेला पारे, राहुल, अंशु र प्रीतिको। स्मिता मात्र बाँकी बचेकी थिइन्। उसले सबैलाई मायाको कथा सुनाइन्। पुरानो घर भत्काइयो। तर केही दिनपछि स्मिताको बिहे भयो। बिहेको रात जब उसले आफूलाई ऐनामा हेरिन्, उसको निधारमा सिन्दुर थियो, तर त्यो सिन्दुर बिस्तारै बग्न थाल्यो, रगत जस्तो गाढा। अचानक उसको पछाडि त्यही दुलै ऐनामा उभिएको देखिन्। स्मिताले घरबाट भागेर गाउँ फर्केपछि उनको मन शान्त भएन। राति उसको कोठामा अनौठो घटनाहरू सुरु भए। छ्याल आफै खोलिन्थ्यो र बन्द हुन्थ्यो। दर्पणमा उसको अनुहारभन्दा बाहिर रातो धब्बा जस्तो देखिन्थ्यो। चिसो सासको आवाज कानमा लगातार फुसफुसाउँदै गर्थ्यो, मेरो न्याय खै, मेरो न्याय खै। स्मिताले सबै कुराहरू गाउँलेलाई साझा गरिन्।
गाउँले डरले अनुहार पहेँलो भयो। तिमीले दुलहीको आत्मालाई चिन्यौ, अब ऊ तिम्रै पछि पर्छ, तिम्रो पछि पर्ने छोड्ने छैन। एक रात स्मिताले पुरानो घर गएर सिन्दुरको डब्बा फ्याँक्ने निर्णय गरिन्। घरमा प्रवेश गर्दा पहिलो कुरा देखिन् कोठा अझै उस्तै खतरनाक। पाइलाको आवाज खाली कोठामा गुन्जिँदै थियो। धुलोले ढाकिएको पुरानो पोथीबाट अचानक पाना उडेर आयो। स्मिताले त्यो पाना उठाइन्। त्यसमा लेखिएको थियो, सत्य छुप्न सक्दैनस्, रगतले बाँच्छ हाम्रो कथा। उसको डरले स्मिताको शरीर काम्न थाल्यो। त्यही बेला ऐनामा पछाडि एक छाया प्रकट भयो, सिन्दुरको ढेक्ने दुलहिन। आँखा काली घडला जस्तो अनुहार आधा जलिरहेको। दुलहीको आत्मा चिच्याइरहेको थियो, सत्य छिपाउन सक्दैनौ, पुरुष सबै धोकेबाज हुन्, मलाई न्याय देऊ। स्मिताले रगतको सिन्दुरलाई समातेर शान्त पार्ने प्रयास गरिन्, तर आत्माले उसको हातबाट डब्बा झिकेर फ्याँकिदियो। रगत भित्ताभरि फैलियो। स्मिताले चिच्याइन्, तर घरभित्र आवाज अझै ठुलो भयो। भित्तामा अचानक लाल अक्षरमा लेख्यो, तिमी पनि अब मेरै हिस्सा हो। गाउँमा पनि अनौठो घटनाहरू सुरु भए। राति घरबाट कराउने आवाज, गाई, कुकुर र पन्छीहरूको अकस्मात मृत्यु। मानिसहरू पनि अचानक डराउन थाले। स्मिताले बुझिन्, दुलहीको आत्मालाई न्याय खोज्दैछ। सबै पुरुष मात्र होइन, मानिसको छाया पनि हमला गर्दैछ। एक रात स्मिता पुनः पुरानो घरमा पुगिन्। घरभित्र गहिरो अँध्यारो र भुइँमा रगतको छिटाहरू। दुलहीको आत्मा ऐनामा प्रकट भयो, तर त्यो पटक फरक। उसले स्मितालाई नजिक बोलायो। मलाई न्याय दिन सक्छौ? आत्माले फुसफुसायो। स्मिताले डराउँदै भनिन्, म तिम्रो कथा सबैलाई सुनाउँछु। तिम्रो हत्या खुल्नेछ, न्याय पाउनेछ। आत्माले आँखा चिम्काउँदै गायब भयो। भोलिपल्ट गाउँमा प्रहरीले पुनः केस खोल्ने निर्णय गरे। इतिहासको रेकर्ड र पुरानो साक्षीहरू फेला पारे। माया दुलहीको हत्या प्रमाणित भयो। घर भत्काइयो, तर गाउँलेले अझै रातमा पायलको आवाज सुन्छन्। स्मिता फेरि ऐनामा हेर्न सकेकी छैनन्, तर उसको निधारमा सिन्दुर कहिले पनि मेटिँदैन। रातमा कुनै समय उसले ऐनामा सिन्दुर देख्छिन् अनि एउटा आवाज आउँछ, न्याय अझै बाँकी छ, न्याय अझै बाँकी छ।